हामीले आज जर्मिनेसन टेस्ट होइन जर्मिनेसन प्युरिटी टेस्ट भइरहेको छ मास्टरमा आएर अब यसको बारेमा हाम्रो विशाल सर केही भन्दै जानुहुन्छ ल सुनौँ है त सर भनिदिनु कि हेलो एभ्रिवान, सम्पूर्ण नमस्ते। मेरो नाम चाहिँ विशाल राव। आज हामी यहाँ फारस युनिभर्सिटीको हामी यो सोइलको ल्याबमा छौँ। हामी मास्टर्स फर्स्ट सेमिस्टरका स्टुडेन्टहरू हर्टिकल्चर हाम्रो डिपार्टमेन्ट चाहिँ हामी यहाँ चाहिँ के गरेर भने यो सिडको क्वालिटी निकाल्नको लागि यसको चाहिँ हामी टेस्टहरू गर्न ल्याब बेसको टेस्ट गरेर आइरहेका छौँ। आज हामी 4 जना छौँ यहाँ। विशेष गरी चाहिँ हामीले चाहिँ यो यसको दानाको नाम के छ साथी? रोजेली 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 भनेको मैले पहिलो बिउ हो। यद्यपि यो बिउको चाहिँ हामी चाहिँ आज कहिले टेस्ट गर्दैछौँ। यसको लागि सुरुमा भनेको हामीले यसको चाहिँ पेलोमिता भनेदेखिलाई चाहिँ छुट्यायौँ। फिजिकल प्युरिटी गरेर यसबाट उइट ढुङ्गा माटो छुट्यायौँ। हामीले त्यसको पर्सेन्टेज निकाल्यौँ, कति पर्सेन्ट चाहिँ उइट थियो, कति पर्सेन्ट चाहिँ इरड म्याट्रिक्स थियो अथवा कति पर्सेन्ट ढुङ्गा थियो भनेर चाहिँ हामीले त्यो क्यालकुलेसन गऱ्यौँ। त्यो पर्सेन्टेजमा निकालेर राखेको छ हामीले चाहिँ क्यालकुलेसन गर्नको लागि। र त्यसपछि भनेको यो हामीले छुट्याएको बिउलाई चाहिँ वेट गऱ्यौँ, कति छ यसको ग्राममा चाहिँ होइन, यसको वेट लग्यौँ। त्यसपछि हामीले यो कागज विशेष गरेर चाहिँ यो नेपाली कागज भन्छन् र यहाँ अब काम चलाउनको लागि यो यसो साइजको पेपर भेटियो। यो सँगै हामीले के पनि गर्न सक्छौँ भनेदेखिलाई चाहिँ यो केराको पातहरू हुनसक्छ र त्यो जुटको बोरा हुनसक्छ, यसलाई पनि प्रयोग गर्न सकिन्छ। हामीले चाहिँ यो पेपर राख्नको लागि जर्मिनेसन टेस्ट गर्दाखेरि विशेष गरेर त्यो पातहरू ल्याइसकेपछि हामीले के गर्छौँ भनेपछि अथवा यो पेपर लगिसकेपछि अथवा केराको बोक्रा ल्याइसकेपछि यसमा हामीले के गर्छौँ त एक राउन्ड फोल्ड गर्छौँ, टक्क अनि यो दाना गन्दै राख्छौँ। यहाँबाट गन्दै 100वटा दाना चाहिँ हामी राख्छौँ। यसरी लाइन राखेर एकले अर्को लाइनलाई डिस्ट्र्याक्ट नगरेर लाइन राख्छौँ। पहिला सोल्डर लगाएर एकछिन हामी भिडियो बनाएर चाहिँ हाल्ने यहाँ तपाईँले देखिरहनु भयो होला, हामीले चाहिँ यहाँ ओभरलेबाट देखिराखेका छौँ होइन। यसलाई टक्क लगाएर काम गरेर राख्ने यहाँबाट 10 गरेर 10वटा लाइन राख्ने त्यो 100 हुन्छ। र त्यसपछि चाहिँ मजाले यसरी छेउबाट एकले अर्कालाई ओभरल्याप नगर्ने गरेर चाहिँ फोल्ड गर्छौँ हामी। यसरी मजाले फोल्ड गरिसकेपछि यो फोल्ड यहाँ कुनासम्म गरेर चाहिँ सघाउँछौँ र ठ्याक्क बिचबाट फेरि डबल फोल्ड गरेर चाहिँ हामी यसलाई चाहिँ यहाँबाट बिचबाट ऱ्याप गरेर चाहिँ यसलाई राख्छौँ। र बेला माथिबाट हामीले पानी छम्कने काम चाहिँ गर्छौँ। यो गरेको 8-10 दिनपछि 10-15 दिनपछि चाहिँ यो प्रोसेस कम्प्लिट हुन्छ र हामी खोलेर हेर्दाखेरि लगभग 15 दिनसम्म चाहिँ अब धानको छुट्टै हुन्छ, गहुँको छुट्टै हुन्छ। विशेष गरेर चाहिँ अब धानलाई चाहिँ 2 चोटिसम्म हेरिन्छ, 2 चोटि पानी हालेको चाहिँ अब मकैलाई चाहिँ 3 चोटि बढी हुन्छ, बढी हाल्नुपर्ने हुन्छ। यसको स्पेसिफिक छ त्यो जेनरली चाहिँ हामी 8देखि 6-7-8देखि 10-12-13 त्यो एभरेजमा चाहिँ हामी हेर्छौँ। त्यसपछि जर्मिनेसन भइसक्छ। त्यो जर्मिनेसन भइसकेको त्यो हुन त जर्मिनेसन टेम्परेचर भर्ने कुरा हो। यद्यपि त्यो समयमा इन्टरभल हेर्छौँ हामी जर्मिनेसन कति भइसकेको छ हो। कुनै यति छान्दा पनि हामीले प्युरिटी टेस्ट गर्दा पनि कुनैमा के हुन्छ त जर्मिनेसन गर्नको लागि त्यो बिउ बिग्रेको हुनसक्छ। यदि बिउ बिग्रेको छैन र भाइबल त्यसमा ग्रोथ छ भनेपछि इम्ब्रियो भाइबल छ भनेपछि त्यहाँ ग्रो भएर बसेको हुन्छ र ग्रो भएको बिउ निकालेर हामी काउन्ट गर्छौँ। 100मा कतिवटा बिउ जर्मिनेट भयो अथवा ग्रो भयो अथवा उम्रियो, अङ्कुरण भयो हो। जति अङ्कुरण भएको छ त्यति प्रतिशत चाहिँ यो बिउ चाहिँ प्युरिटी रहेछ, जर्मिनेसन 80% जर्मिनेसन भयो भनेर चाहिँ हामीले पत्ता लगाउने हुन्छ। तपाईँले हेर्नुभएको छ। हस्, नमस्ते, धन्यवाद। अनि यो 8-10 दिनमा हेर्ने भन्नुभयो तपाईँले, यसमा बद गनाउने अनि यस्तो गर्मीको मौसम छ यसमा फङ्गल ग्रोथ भइदिने होइन, जर्मिनेटै भइदियो 2टा मात्रै दाना जर्मिनेट भएको देखिएको छ धेरै ठाउँमा हामीले पहिला गर्दा पनि। यो जर्मिनेट नहुने कारण चाहिँ के हुनसक्छ भनेदेखि चाहिँ हामीले पानी पहिले धेरै हालेर पनि हुनसक्छ अथवा पहिले हाल्दै नहालेर पनि हुनसक्छ। जसले गर्दा यसलाई मोइस्चर चाहियो। यसको चाहिँ हामी जुन डोर्मिनेसन भन्छौँ यो चाहिँ अलिकति डोर्मिनेसन है अथवा डोर्मेन्ट कन्डिसनमा छ। यसलाई चाहिँ यसको सेल बाहिर भुटचोट भएर ब्रेक गराएर यो बाहिर चाहिँ डोर्मेन्ट हुनको लागि बाहिरको सेल के हुन्छ, वाल चाहिँ कमजोर भएर फुट्न सक्ने हुन्छ। यो समस्या समाधान नभइसकेपछि ग्रो नहुन सक्छ। यद्यपि यहाँ टेम्परेचर पनि एकदम अप्टिमम छ, जसले गर्दाखेरि लाग्छ हामीले यो जर्मिनेसन चाहिँ मजाले हुन्छ नि। हस् त, धन्यवाद। हस्, धन्यवाद।